अहिले चाहिँ हामी नेपालमा छौँ। यो चाहिँ इलाम जिल्लाको माइखोलाको तिरमा ह्याप्पी ड्रिम भन्छ यहाँको पार्कलाई, अथवा चेप्टीको ह्याप्पी ड्रिम। अनि आज हाम्रो अविराज सर हुनुहुन्छ साथमा, धेरै इन्जोय गरिराख्नु भएको छ एकदमै र हिडन जेम भनौँ न। हरेक मित्रहरूलाई एकचोटि यहाँ आउन आग्रह गर्दछु। त्यो ठुलो माइखोला रिभर अनि माइखोलाको छेउमा छु, यो लेप्टी खोला। एकदम नेचुरल प्लेस छ यहाँ। एकचोटि सबै आएर यहाँ भिजिट गर्नु होला। स्पेसली म चाहिँ यहाँ जसले 12 बोतल आइपल्स एकैचोटि किन्नुहुन्छ उहाँहरूलाई यो टुर मैले फ्रीमा प्रोभाइड गरेको छु। तपाईहरुले पनि यस्तो मौका तपाईहरुले ग्र्याब गर्न सक्नुहुन्छ। भेरी वन्डरफुल अमेजिङ प्लेस, नेचुरल प्लेस, खूब अच्छा सी नज़ारा दिख रहा है, जगह बढ़िया है। ठुलो ठाउँ छ है। हो म 56। कस्तो कस्तो पहाडहरू छ भने नि अचम्मैको ठाउँ छ कि। साउथ पोलसम्म गयो एन्ड अफ द पार्क। त्यो टाढा जाउँ न त सर, यो पटक अहिले त्यो टाढा आइयो। यो चाहिँ माउन्टेन, माथि माउन्टेनहरू यो। यहाँबाट छिर्ने प्लेन। यता दाहिनेपट्टिबाट जाउँ सर, यता राइट साइडबाट, अनि फेरि यता आउनुपर्छ। त्यो बाटो त अघि हिँड्यो। हो 110% मान्छेले यो जग्गा, यो ठाउँ मन पराउँछ। नेचुरल प्लेस। हुन्छ अहिकै बाटो। Sarek no ba? Ala Chepty Park.
बोटहरू छ, ठुलो पोखरी छ। त्यो सेल्फी खिच्ने ठाउँ माथि। हस् हजुर। अहिले एनजिपी नजानु कि मेरोमा गएर बस्नु कि? अनि भोलि पर्सि मात्र जानु? भोलि एक दिन मेरोमा बस्नु कि? अनि म वहाँ पुग्दिनँ होला तपाईँको घरमा म। होइन त्यहाँ गाडीवाला भन्नु कि? के मेरोमा आउनुहुन्छ मलाई लिन? त्यहाँ तल गेटमा ठ्याक्कै गाडीले झारिदिइहाल्छ हाम्रो गेटमा। आउनुहुन्छ भने म त्यहाँ एनजिपीमा। होइन कता जाने गाडी हो त्यो चाहिँ? शिव मन्दिरमा ओर्लेपछि त्यहाँ चाहिँ हाम्रो निर्मलाज्यू आउने मलाई लिन। हजुर। ल नेटले काम गरेन। पुरा आउँछ कि मान्छे सिजनमा 1000 हुन्छ। कम यता अनुहार देखियोस् न तपाईँ। ह्याप्पी ड्रिम चेप्टी। ल सर केरेको आदम बासे